नमस्कार साथीहरू, स्वागत छ तपाईहरूलाई मेरो युट्युब च्यानल टेक्निकल सोलुसनमा। आजको भिडियोमा हामी हेर्नेछौँ ई-पासपोर्ट अनलाइन फर्म कसरी सजिलै मोबाइल वा कम्प्युटरबाट गर्ने। फर्म भर्दाखेरि विभिन्न प्रकारका समस्याहरू हुन्छन्, ती समस्याको सोलुसन सहित बनाएको छु। त्यसैले भिडियो अन्त्यसम्म स्टेप वाइज स्टेप नछुटाई हेर्नुहोला। फर्म भर्नु अघि तपाईहरूले डकुमेन्टहरू चाहिन्छ। ती डकुमेन्टहरू तपाईँले मोबाइलबाट गर्दै हुनुहुन्छ भने मोबाइलमा राख्नुहोला र कम्प्युटरबाट गर्दै हुनुहुन्छ भने कम्प्युटरमा राख्नुहोला। र यहाँ डकुमेन्टहरू यस प्रकार छन्। साधारणतया तपाईँहरूले फर्म भर्दाखेरि नयाँ भर्दै हुनुहुन्छ भने नागरिकताको फ्रन्ट भ्यू र नागरिकताको ब्याक भ्यू भए पुग्छ। यदि बालबालिकाको हकमा हो भने जन्म दर्ता अथवा सरकारी मान्यता परिचय पत्र र बुवा मम्मीको विवाह दर्ता चाहियो। यदि पासपोर्ट तपाईँको ड्यामेज भएको छ भने चाहिँ नागरिकताको अगाडिको भ्यू, पछाडिको भ्यू र पासपोर्ट जुन ड्यामेज भएको पासपोर्ट छ त्यसको अगाडिको भ्यू गरेर 3 वटा चाहिन्छ। र यदि हराएको खण्डमा चाहिँ तपाईहरूलाई पुलिस रिपोर्ट चाहिँ अनिवार्य चाहिन्छ। र अर्को कुरो के हो भने राष्ट्रिय परिचय पत्र नम्बर छ नि तपाईहरुसँग, त्यो पनि चाहिन्छ। त्यो चाहिँ अगाडि लिएर राख्नुहोला। र अर्को एउटा इम्पोर्टेन्ट कुरा के छ भने तपाईहरुले यो पासपोर्टको फर्म भर्दाखेरि चाहिँ डकुमेन्ट जुन अपलोड गरिन्छ नि त्यो 300 KB भन्दा कम हुनुपर्ने छ। र यदि तपाईले मोबाइलबाट फोटो खिच्नु भएको छ भने त्यो धेरै MB को हुन्छ। र पहिलो प्रथम मोबाइलबाट फोटो खिच्दै हुनुहुन्छ भने क्लियर खिच्नु होला, बुझिने गरी, सबै बुझिने गरी राम्रोसँग खिच्नु होला। र त्यो खिचिसकेको फोटो चाहिँ धेरै MB को हुन्छ। त्यो MB को फोटोलाई चाहिँ KB मा कन्भर्ट गर्न मैले यही भिडियोको तल डिस्क्रिप्सनमा लिंक राखिदिएको छु। त्यसमा मैले सजिलोसँग MB to KB एक्ज्याक्ट KB मा कसरी लाने भनेर सिकाएको छु। त्यसमा हेरेर तपाईले आफ्नो डकुमेन्ट रेडी बनाएर आउनु होला। र डकुमेन्ट रेडी बनाइसक्नु भयो र अब हामी स्टेप 2 मा छौं। अब फर्म कसरी भर्ने। फर्म भर्नको लागि तपाईले चाहिँ मोबाइलबाट गर्दै हुनुहुन्छ भने एप्लिकेसन युज गर्नुस् या ब्राउजरमा जानुस्, प्रब्लम पर्दैन। जहाँबाट गरे पनि हुन्छ। ल्यापटपबाट गर्दै हुनुहुन्छ भने पनि ब्राउजरमा जानुस्, त्यसमा ई-पासपोर्ट भनेर सर्च गर्नुस्। सर्च गरिसकेपछि यसरी आउँछ। यो गासी सुरुकै क्लिक गर्नुस्। यो नेपालीको लोगो छ, यसमा क्लिक गर्नुस् र nepalpassport.government.np लेखेको हुन्छ। त्यसपछि चाहिँ तपाईले तल स्क्रोल गर्नुभयो भने यहाँ ई-पासपोर्टको लागि आवेदन दिनुहोस् भन्नेमा क्लिक गर्नुस् र यो पेज खुल्छ। अथवा तपाईले डाइरेक्ट यो वेबसाइट हान्न सक्नुहुन्छ। यो वेबसाइट म तल कमेन्टमा पनि राख्दिने छु। त्यसपछि चाहिँ तपाईले एप्लाई फर पासपोर्ट राहदानीको लागि भनेर क्लिक गर्नुस्। यो एडिट भ्यू भनेको चाहिँ तपाईले फर्म भरिसकेपछि चाहिँ स्ट्याटस चेक गर्नको लागि चाहिँ यो क्लिक गरिन्छ। यो अहिले म भन्छु, राम्रोसँग नछुटाई हेर्नु होला। र यसलाई क्लिक गर्नुस्। यसलाई क्लिक गरेपछि यो पेज आउँछ। यो पेजमा चाहिँ तपाईको नयाँ पहिलो पटक भर्दै हुनुहुन्छ भने यसलाई क्लिक गर्ने, रिन्युको लागि हो भने यसलाई, रिप्लेसमेन्ट हराएको छ भने यसमा, र रिप्लेसमेन्ट ड्यामेज भएको छ भने यसमा क्लिक गर्ने। र मैले चाहिँ तपाईलाई फर्स्ट इस्युएन्समा क्लिक गर्छु। र त्यसपछि चाहिँ तपाईको तल दुईटा अप्सन हुन्छ, अर्डिनरी 34 पेजेस र अर्डिनरी 66 पेजेस। यो मध्ये कुन चुज गर्ने भन्दा 34 पेज चुज गर्नुस्। यदि तपाई नर्मली तपाई विदेश जानको लागि कामको सिलसिलामा विदेश जाँदै हुनुहुन्छ भने 34 पेजेस गर्नुस्, किनकि तपाई धेरै आउने जाने गर्नुहुन्न। तर बिजनेस पर्सन हुनुहुन्छ, तपाई विदेशकोमा केही आवत जावत धेरै चलिरहन्छ भने 66 पेजेसको गर्नुस्। यो चाहिँ अलिकति पैसा पनि बढी लाग्छ। र यो क्लिक गरिसकेपछि प्रोसिड गर्नु होला। आई एग्री गर्नुस्। यो पेज खुल्छ। र यसमा चाहिँ यो भन्नुभन्दा अगाडि मैले तपाईलाई दुईटा कुरा भन्छु। एउटा हुन्छ इमर्जेन्सी फर्म भर्ने, पासपोर्ट तपाईलाई आजको भोलि त्यहाँ कार्यालय खुलेको 3 दिन भित्र चाहिएको छ भने, अथवा एउटा नर्मल्ली। त्यो नर्मली कति बेला आउँछ, फर्म भरिसकेपछि के गर्ने भन्ने कुरो म अन्तिममा भन्छु। र इमर्जेन्सीको लागि जसको लागि भने फर्म भर्ने तरिका एउटै हुन्छ। चुज गर्नको लागि चाहिँ यदि तपाईलाई इमर्जेन्सीको लागि हो भने चाहिँ काठमाडौँमै फर्म भर्नुपर्छ तपाईले। मतलब अनलाइनबाटै फर्म भर्न सक्नुभयो। तर फोटो खिच्नको लागि, बायोमेट्रिक दिनको लागि तपाई चाहिँ काठमाडौँमै आउनुपर्ने हुन्छ, त्रिपुरेश्वरमा डिपार्टमेन्ट अफ पासपोर्ट भन्नेमा। जस्तो कि मैले यहाँ बागमती चुज गर्छु र
यसपछि यहाँ काठमाडौँमा जानुभयो भने काठमाडौँ क्लिक गरिसकेपछि एपोइन्टमेन्ट लोकेसन हुन्छ। यो भनेको तपाईँ काठमाडौँमै बस्नुभएको छ र तपाईँलाई इमर्जेन्सी चाहिएको छैन भने माथिको क्लिक गर्नुहोस् र इमर्जेन्सीको लागि डिपार्टमेन्ट अफ पासपोर्ट भनेर क्लिक गर्नुहोस्। त्यसपछि यो पेज आउँछ। सबैको यही हो है, तपाईँको सबैको यसरी नै आउँछ। यदि तपाईँले नर्मल गर्न चाहनुहुन्छ भने तपाईँको आफूले जहाँ नागरिकता बनाउनुहुन्छ त्यहीँको प्रशासनमा हो तपाईँ जाने बायोमेट्रिकको लागि। यहाँबाट तपाईँ जहाँ हुनुहुन्छ त्यसैको लोकेसन क्लिक गर्नु होला र काठमाडौँ नभई अरू ठाउँ क्लिक गर्नु होला र जहाँ हो त्यसैको क्लिक गरेर अनि यही पेज। त्यसपछि चाहिँ यो डेट चुज गर्ने सेम फर्मेट हो, यसरी नै आउँछ र मैले चाहिँ 4 बजेको राख्छु र 4 बजेको क्लिक गरिसकेपछि तल स्क्रोल गर्नुभयो भने यहाँ क्याप्चा हान्ने आउँछ EOH4A भनेर आएको हुन्छ। यसलाई त्यो हानिसकेपछि चाहिँ नेक्स्ट गर्नुहोस्। नेक्स्ट गरिसकेपछि यो पेज आउँछ। यसमा चाहिँ लेख्नको लागि एउटा समस्या छ। यदि तपाईँको 2वटा नाम छ, सपोज राम थापा भन्ने छ भने तपाईँले नर्मली सरनेममा थापा फर्स्ट नेममा राम लेख्न सक्नुहुन्छ। तर तपाईँको 3टा नाम छ भने 3वटा नाम छ भने मतलब रामबहादुर थापा भन्ने छ भने तपाईँले सरनेममा थापा मात्र राख्ने हो, बाँकी रहेको यता फर्स्ट नेममा चाहिँ रामबहादुर भनेर लेख्ने हो। यसरी लेख्नुभयो भने चाहिँ प्रब्लम आउँदैन, नत्र भए फेरि फर्म भर्नुपर्ने हुन्छ। यसरी फर्म भर्नु होला। लास्ट नेममा एउटा मात्र बाँकी रहेको उता राखिदिनु भयो भने सजिलो हुन्छ र सबै क्यापिटलमा राख्नुभयो भने राम्रो हुनेछ। अटोमेटिक क्यापिटल नै हुन्छ हुनलाई। मैले 3टा वाला नै गरिदिन्छु तपाईँहरूलाई इक्जाम्पलको लागि है। बहादुर गर्ने, मेल फिमेल अब तपाईँले चुज गर्ने र डेट अफ बर्थ एडीमा हान्ने छ। यहाँ एडीमा हान्न सक्नुहुन्छ र यतापट्टि बीएसमा हानेर पछि त्यता हाने पनि हुन्छ। अनि यो एक्ज्याक्टली गर्नुभयो भने अनि इङ्ग्लिसमा पनि हान्नुहोस्। यसरी हान्नुभयो भने अब प्लेस डिस्ट्रिक्ट चाहिँ अब तपाईँ प्लेस अफ बर्थ अब तपाईँले चुज गर्नुहोस् कुनमा जे छ नागरिकतामा त्यही गर्नु होला है। नागरिकतामा जे छ तपाईँले त्यही हान्नु होला। फादर्स नेम अघि मैले जसरी सिकाएको थिएँ त्यसरी नै गर्नु होला। लास्ट नेममा एउटा र अरूकोमा गर्नु होला। यसरी गर्नुभयो भने अब सिटिजनसिप इन्फर्मेसन भनेको हुन्छ। यसमा चाहिँ तपाईँले नर्मल्ली अब यो सिटिजनसिप फर्म भर्दाखेरि चाहिँ यहाँ चाहिँ त्यो ड्यासहरू हुन्छ, हाम्रो नागरिकतामा स्ल्यास अथवा ड्यासहरू हुन्छ नि, त्यो चाहिँ नहान्नु होला। डाइरेक्ट नम्बर जे छ नम्बर मात्र लगातार हान्नु होला। त्यसरी नै हान्ने हो, यहाँ ड्यासहरू हान्न मिल्दैन। त्यसरी नै हान्नुभयो भने सबै कुरा हुन्छ। मैले एज युजुअल जस्ट फर्मेटको लागि तपाईँहरूलाई हान्न दिएको छु। र सिटिजनसिप नम्बर हान्नु होला। ड्यासहरू केही पनि नहान्नु होला है। अनि कहाँ इस्यु भएको छ अब नागरिकताको पछाडिपट्टि त्यही देखाएको हुन्छ, त्यही अनुसार गर्नु होला। र कहाँ गर्नु नागरिकता बनाउनु भएको त्यही डिस्ट्रिक्ट चुज गर्नु होला। एब्रोडमा भएको कुरा छुट्टै छ। र कन्ट्याक्ट डिटेलमा चाहिँ सुरुमा चाहिँ तपाईँको कन्ट्याक्ट हाल्नुहोस्। यहाँ 1 2 3 4 5 6 7 8 9 10 ल ठिक छ। इमेल हान्नु भए पनि हुन्छ, नहान्नु भए पनि हुन्छ है। एड्रेस नम्बर, मेन एड्रेस, यो चाहिँ अर्को कुरा यो स्टार लगाएको छ नि हरेक नाममा, स्टार लगाएको चाहिँ अनिवार्य रूपमा भर्नुपर्ने हुन्छ है। वडा नम्बर राख्नुहोस्। के छ नागरिकतामा जे छ त्यही राख्नु होला है। यो सुरुकोमा चाहिँ यो एप्लिकेसन्स कन्ट्याक्ट डिटेल्स भनेकोमा चाहिँ तपाईँको नागरिकतामा जे छ त्यही राख्नु होला। यो हाल्नुहोस् र अटोमेटिक यहाँ आउँछ कहाँ चुज गर्ने भनेर चुज गर्नुहोस्। म्युनिसिपालिटी जे छ एउटा मैले तपाईँलाई। अनि इमर्जेन्सीमा चाहिँ आफ्नो आमा बुबा दाजु भाइ एउटा इमर्जेन्सीको खण्डमा राख्ने हो, त्यो राखिदिन सक्नुहुन्छ तपाईँले।
अप्सनमा जे राखे पनि यहाँ फरक पर्दैन। तपाईँहरू जे राखे पनि भन्दा नि यो इमर्जेन्सीमा चाहिँ आफ्नो दाजुभाइ आमा बुबाको राखिदिनुहोस्, फरक पर्दैन। यसमा चाहिँ भिलेज अब मैले राखिदिएँ, प्रोभिन्स चुज गर्नु होला। फोन नम्बर इमेल यहाँ रातो लगाएको छैन, नहाने पनि फरक पर्दैन। र अर्को यहाँ काउन्ट डाउन पनि हेर्नुहोस् है, मैले तपाईँहरूलाई डकुमेन्ट रेडी बनाउनुहोस् भन्नुको रिजन पनि यो हो। काउन्ट डाउन हुन्छ, आधी घन्टाभित्र फर्म भरेर सक्नुपर्ने हुन्छ। र यसमा चाहिँ अब आयो हामी यहाँ म्यान्डेटरीमा चाहिँ यो स्टार लगाएकोमा चाहिँ तपाईँले अनिवार्य रूपमा अपलोड गर्नुपर्ने हुन्छ। र यी माइनरको केसमा माइनर क्लिक गर्नुहोस् र त्यो अनुसारको अब माइनरको अगाडिको पछाडिको हुन्छ त्यो क्लिक गर्नुहोस् र म्यारिज सर्टिफिकेट यहाँ राख्नु होला। अरू केही पनि अपलोड गर्नु पर्दैन, तपाईँहरूले मैले भनेको डकुमेन्टहरू मात्र गर्नु होला। र मेजरमा चाहिँ अब तपाईँले यहाँ अपलोड गर्न सक्नुहुन्छ। मैले जस्ट इक्जाम्पलको लागि एउटा राख्छु, यो ब्लर हुन्छ है तपाईँको यो डिटेल चाहिँ, त्यही अनुसार गर्नु होला तपाईँहरूले चाहिँ। यसै द फाइल साइज एक्सिड भन्छ, यदि तपाईँले 300 KB भन्दा उ गर्नुभयो भने। यसरी तपाईँलाई एउटा इक्जाम्पलको लागि मैले यसमा गरेको थिएँ, डाउनलोड गरेको थिएँ, कहाँ गयो यो डाउनलोडमा गरेर राखिदिनु भयो भने यसरी आफै हुन्छ। मैले जस्ट इक्जाम्पलको लागि चाहिँ यसो गरिदिएको छु। र नेक्स्ट गरिसक्यो, यो भइसकेपछि चाहिँ नेक्स्ट गर्नु होला। नेक्स्ट गरिसकेपछि चाहिँ एउटा यस्तरी आउँछ। अब तपाईँको एकदम राम्रोसँग चेक गर्नु होला, तपाईँले लेखेको चिजहरू सबै ठिक छ छैन भनेर एकचोटि रिचेक गर्नको लागि यो आउँछ। एकचोटि सर्लक्क चेक गर्नु होला। र चेक गरिसकेपछि चाहिँ आफूले एउटा क्याप्चा हान्नुहोस्। यदि क्याप्चा तपाईँले बुझिँदो छैन भने रिफ्रेस यहाँ एउटा बटन आउँछ, त्यसलाई क्लिक गर्नुहोस् र गरिदिनुहोस्, केही फरक पर्दैन तपाईँले। R1YAZ यसरी गरेपछि तपाईँले सेभ गर्नुभयो भने चाहिँ हो यो आउँछ नि, यो चाहिँ एकदम यो कपी भन्ने छ, कपी गर्नुहोस् या स्क्रिनसट लिनुहोस्। यो रेफरेन्स नम्बर चाहिँ तपाईँलाई चाहिन्छ। अघि मैले एडिट भ्यूको बारेमा कुरा गरेँ नि, त्यो स्टाटस चेक गर्नको लागि चाहिँ यो रेफरेन्स नम्बर तपाईँलाई चाहिन्छ। यसरी कपी गर्नुहोस् अथवा गर्नुहोस् र फिनिस क्लिक गरिसकेपछि चाहिँ यो आउँछ। यसलाई चाहिँ डाउनलोड गर्ने। अब डाउनलोड पनि गर्नको लागि तपाईँले डाउनलोड PDF भनेको हुन्छ। अब मोबाइलबाट गर्दै हुन्छ भने फरक पर्दैन, यसलाई डाउनलोड गर्नुहोस्। डाउनलोड क्लिक गरिसकेपछि आफै डाउनलोड हुन्छ र यसरी सेभ गर्नु होला। यसरी गर्नुभयो भने तपाईँको फर्म कम्प्लिटली भयो र दिएको समयमा र तपाईँको आफ्नो कार्यालयमा चाहिँ त्यति बेला नै उपस्थिति हुनु होला। ल फर्म भरिसक्नु भयो। अब फर्म भरिसकेपछि जुन त्यो डाउनलोड गर्नुभएको थियो त्यो चाहिँ प्रिन्ट गर्नु होला। कलर प्रिन्ट गर्नु पर्दैन, नर्मल प्रिन्ट गर्नुहोस्। नर्मल प्रिन्ट गरिसकेपछि जुन तपाईँले अपलोड गर्नुभएको थियो नि ती डकुमेन्टहरू ओरिजिनल सहित लिएर तपाईँले इमर्जेन्सीको लागि गर्नुभएको थियो भने काठमाडौँको त्रिपुरेश्वरमा जानु पर्यो। नत्र भए नर्मल्ली गर्नुभएको थियो भने तपाईँले जहाँ नागरिकता बनाउनुहुन्थ्यो नि त्यही पासपोर्ट पनि बनाउने गरिन्छ। त्यहाँ गएर बायोमेट्रिकको लागि तपाईँले तोकिएको समयमा जानु होला, त्योभन्दा अगाडि गएर काम छैन। त्योभन्दा अगाडि गएर यदि तपाईँको लाइन छैन भने त पाउनुहुन्छ, नत्र भए तपाईँले जुन समय टोक्नु भएको थियो त्योभन्दा 5-10 मिनट अगाडि जानुहोस् र लाइनमा बस्नुहोस् र बायोमेट्रिक खिचेर तपाईँको अब त्यहाँ फोटोहरू खिचिन्छ, औँठा छापहरू, सिग्नेचरहरू सबै गर्नुहुन्छ। त्यसपछि चाहिँ कन्फर्मेसन लिएपछि तपाईँको फर्म भर्ने काम, पासपोर्ट बनाउने काम त्यही सकिन्छ। र पासपोर्ट बनाइसकेपछि चाहिँ तपाईँको यदि इमर्जेन्सी हो भने कार्यालय सरकारी बिदा नभएको 3 दिनभित्र तपाईँको इमर्जेन्सीको बनाउनु भएको छ भने पासपोर्ट तपाईँको हातमा आइपुग्छ। तर यदि तपाईँको नजिकको कार्यालयमा गर्नुभएको छ भने 15 दिनदेखि 1 महिनाभित्र तपाईँको पासपोर्ट कार्यालयमा आइपुग्छ। र 15 यदि तपाईँको अब सबै पासपोर्टहरू आउने भनेको काठमाडौँबाट हो, नजिकै छ भने अझै छिटो आउँछ, काठमाडौँबाट टाढा छ भने हल्का टाइम लाग्छ, त्यति फरक हो। र पासपोर्ट बनाउनको लागि नर्मल बनाउँदै हुनुहुन्छ भने 5000 रुपियाँ लाग्छ। अहिलेसम्म यो मितिसम्म चाहिँ 5000 रुपियाँ लाग्छ। अनि 66 पेजको गर्नु भएको छ भने 2000 रुपियाँ एक्स्ट्रा
इमर्जेन्सीको लागि गर्नुभएछ भने 5000 प्लस 7000 एक्स्ट्रा भनेको लगभग 12-13 हजार रुपियाँ लाग्छ। हराउनु भएको छ भने नर्मल्लीको डबल लाग्छ। यसरी तपाईँको चार्जहरू हुनेछ। र यति गरिसक्नुभयो भने चाहिँ पासपोर्टको लागि फर्म भर्नेदेखि लिएर आउने बेलासम्मको समस्या सबै सल्भ हुनेछ। र तपाईँहरूले फर्म भरेर मैले देखाएको प्रब्लम भन्दा फिजिकल्ली फर्म भर्दा त्यस्तो अरू समस्या त आउँदैन। फिजिकल्ली केही समस्या अरू देख्नुभयो भने चाहिँ कमेन्टमा लेखिदिनु होला। जो कोहीले फेरि यो भिडियो हेर्न आउनेछन् त्यसले तपाईँहरूले दिएको समस्याको सोलुसन आफैले निकालेर जान सक्नुहुनेछ। आशा गर्छु यो भिडियो तपाईँलाई हेल्पफुल भयो। भिडियो मन परे लाइक, सेयर अनि सब्सक्राइब गर्न नभुल्नुहोला। भेटौँला अर्को युजफुल भिडियोमा। धन्यवाद।